love that time. तेरो पैसा तिर्दिनला लिएर आऊ यार तेरो पैसा तिर्नला पैसा लिएर आऊ मलाई अनलाइन चाहियो फोन फेरि अनलाइन कति चाहियो भन्न म 10,000 चाहिएको अनलाइन त पुग्दिन यो भोलि त भएन पर्सि पर्सि नि दिदा के छ केटा ठिक छ ल यस यस ल शर्मा नि देख्यो Oh my God! हेलो गाइस सबजना सन्चै हुनुहुन्छ होला म भने एकदम ठिक छु है अब दसैँ पनि टक्क लाएर मनाएर भइयो दसैँ पनि बाबाले भयो हो अलि धेरै बिजी भइयो दसैँमा आज अलि भलक पनि मैले हालेँ होइन भयो 4-5 दिन अब यस्तै छ धोरपाटनको मस्तै थियो एउटै धोरपाटनको कति सिरिज पनि कति हाल्ने भनेर हालेन अब चाहिँ यो चाहिँ हामी टक्क लाएर हाम्रो मनोज दादाको स्कुटी लिएर हामी चाहिँ आज सन्धिहरका जाँदैछौँ टक्क लाएर फेरि हाम्रो मनोज दादाले फेरि आफूभन्दा थोरै वेटको स्कुटी किन्न आउँछ आफूभन्दा थोरै वेटको स्कुटी किन्न आउँछ जे भयो भने टक्क लाएर देख्न सक्नुहुन्छ बाटो मैले फेरि खासै स्कुटी चलाएको थिएन अब आज चाहिँ लगभग सन्धिहरको चाहिँ फर्स्ट टाइम लाँदैछु अर्काबाट के हुन्छ टक्क लाएर बाटो चाहिँ त्यस्तो अप्ठ्यारो छैन ठिकै छ बिचमा हल्का अप्ठ्यारो थियो त्यो पनि अहिले पानीले गर्दा बसेछ ओह्राला मनोज दादाले मलाई पिलेर खसाल्ने हुन केही छैन ठिक छ हाम्रो यो मनोज दादाको स्कुटी यहाँ तेल पनि सकिन लाउ रे तेल पनि हाल्न पर्यो रे टक्क लाएर यार रिजर्भ अटो रिजर्भ होला नि अन्त यार अफ रोड छ बाटो त्यो चलाउन जान्दिनँ गाइस अब त यस्तो बवाल बाटो नि यताको त फेरि उता हेर्न सक्नुहुन्छ टक्क लाएर भ्यू हिमाल पनि देखियो रहेछ यार अहिले त फेरि हिमाल यता दियो भने हामी यता फेरि हिमालतिर गइला र सन्धिहरबाट तैँले चलाएको विजयले ए तैँले अर्को कल लैजा यहाँ यी विजय ए लैजाने यो सकिन्छ तिम्रो नाम लिँदै आएको थियौँ यार भयो ओह्राला गइयो भने जाम्ला जाँटो कि सार 3 जनै जाम्ला तिर्पा होन्डाको बाइकमा हामी तिर्पल लोड त्यो ओह्राला खसाल्ने भयो मलाई यार ओह्राला त ढुक्क हो क्या म त त्यो मोटेलाई पछाडि राख्नुपर्ने हो अनि चाहिँ एउटा नयाँ मान्छे आइएम टक्क लाएर फेरि विजय जस्तो मान्छे एउटा बुटुल पनि छ यार मैले एकदिन उहाँ ग्रुपमा मैले फोटो हाल्थेँ कि कलममा यिनी विजय होइनन् र भनेको सिजनले होइन यस्तो त अलि छैन भन्दै हुन्थ्यो सेम टिटु विजय जस्तै छन् यार ब्रेक दाब्दै जाम्ला नि त के छ र कोही नि त यार ए त्यो बादल ढाकेको
ए यहाँ बादल कम ढाकिदिन्छ सन्ध्याको बजार पुरै ढोकिदिन्छ के बाटो रहेछ त खुट्टा बेरेक चापिन्छ यार यहाँ हेर्न सक्नुहुन्छ अर्का दरबार मुनि टक्क लाएर होइन पक्कै हो र ढुङ्गा ठोक्यो होला के के त लिक मोटे देख्दै फेर त लोड अन्त ढिला ढाल्का माथि उकालो निस्किँदा तिनी एउटी दिदी पनि बाटै नछोड्दैन चिसुले हान्दिने तर मोटे आए यो झन्डा राखेँ तर बिना अर्थले राखेँ के तँलाई भयो कि नि भन् सुन होइन ठुलो होइन के यो ल ठिक छ झन्डा हेर्न कलर हेर्न पहिला रातो कलर रे सबै यस्तो यो कपडा सेतो होइन झन्डा त मूर्ति जस्तो छ नि त्यस्तै कलरको राखिदिएको बवाल देखिन्थ्यो के झन्डा छुट्टु के अरे मूर्ति खास यो मूर्ति देखाउन राखेको नि त सबै रातोमा हाल्यो सस्तोमा काम गर्ने हो नि त तर पारी हिमाल पनि खतरा देखियो नि होइन कहाँ भाग मोर्लास कहाँ भाग मोर्लास गएको यहाँ त कम दूरी है ये त पुरै दाबी हो न यो त रोकिन्न यार हेर्दै यत्रो बेर खाँदैन रोकिन्न आँटा यहाँ हेर्दै पुरै हेर्दै यो त बिर्गी लाग्दैन के हो कि कम गर्छ कि अहिले ऊ त अप्ठ्यारा घुइँ गइयो नि तिनजना भएर नि गरेको खै यार बाइन नलाएर नि मलाई होइन यसले त यस्तै हो त कामै गर्दैन साँच्चै गइन्छ मोटे यो यत्रो दाबी रह्यो नि होइन त्यसमा त छुइ लाग्थ्यो त म यहाँ स्कुटी भाग त्यहाँ भाग्न त नत्र त अब चित्र मैदान उता त गइए थियो सुस्त त गाई यहाँ डर लाग्यो मलाई पुराना यसले त रोक्छ गरे झ्याप्पै म त कन्ट्रोल गर्छु यो त होइन यो कन्ट्रोल गर्छु वेट धेरै हो नाटा पुरानो गुइ त्यो दुग्रो अनि डर लागेन मलाई एकातिर लज्जा के हो नि गाइस डर लाग्यो मलाई यहाँ पुराना तिनजना हालेर लिएर आएको मलाई सुरुमा त लाग्थ्यो कि सक्दिनँ भन्ने त्यही भएर अब यहाँ अहिले चाहिँ अगाडि पुरै ब्रेक हानेर हिँडिरहु अगाडि ब्रेक चाहिँ हल्का कन्ट्रोल गर्न सकिन्छ धेरै हान्दिनँ मैले उ गरौँ कि यो धेरै हान्छु त्यो चाहिँ यहाँ बेला मात्र हान्छु होला नत्र यहाँ कहाँ आज टिकेर म मात्र हो कि सिङ्गलमा सबले बोयफ्रेन्ड गर्लफ्रेन्ड फ्लेक्स हानिरहेको बेला आफू सिङ्गल हुनुको पीडा अब हालिदिनु पर्छ के हाल्दैन हान्ने चाहिँ त्यस्तै हो सबले होइन गाइस गर्लफ्रेन्ड बोयफ्रेन्ड फ्लेक्स हानिरहन् हामीले पनि हान्न पर्यो भनेको हाम्रो हुन पर्यो नि त फेरि त्यत्तिकै हानेर भएन अर्का गर्लफ्रेन्ड फेरि राम्रै लाग्छ आफ्नो नभएपछि के हाल्ने जिन्दगी यस्तै रहेछ साथी
अर्कैको हेरेर चित्त बुझाउनु पर्ने रहेछ म मसिन त नि भिडियो गरिरहु ए आजभोलि कसै केही हेर्न भएको छैन मैले कसको नेपाली फर्स्ट अरे के बाइक गाइस देख्न सक्नुहुन्छ होइन टक्क लगाएर हामी चाहिँ अहिले बजारबाट चाहिँ माथि निस्किसक्यौँ मनैले हामीलाई मनोजको सम्पूर्ण काम सकियो त्यसपछि हामी चाहिँ टक्क लगाएर अर्का घर जाँदैछौँ पानी आउँछ भन्थ्यो पानी आएन यही त अनि मेरो हेलमेट अर्को हेलमेट त केटाउटा दिएको के साथीलाई नयाँ उसको पाइन्छ के दामी सुनौली गयो भने ल्याइदिउँला के तल सुनौली गयो भने ल्याइदिउँला कि एउटा दामी हेलमेट त्यस्तै छ पारा मेरो हुने खाने खाना होइन मलाई बाला अच्छा अब त फेरि गाइस ओह्रालो चाहिँ हामी बबालै झऱ्यो बबालै बाटो खाइदियो आज मेरो आधी त लैदिनु खाइदियो हेर्ने गरेको थियो झन्नै गएको यार मेरा बा आऊ एक दिन मासु मन छ हिँड्न एक दिन तँ कला त मासु त न तँ त मम्मी धान नै तल नै बितेन डर लाग्छ मलाई फेरि ल रमेश अनि आबै कहाँ यहाँ बस्न भन्थे जानुहोस् भन्दै थिएँ त्यहीँ के गाडी हार पछाडि कसको खुट्टा धार्यो तर मोटीवाले स्कुटी लिएर आइन्छ हामीले फेरि त्यो हराँडी त्यही झार्ने उसाउ गरौँ त्यो ठाडाएर हाम हुँदो ये हाम्रा गाउँका नानीहरू ओहो 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 दिबु के छ कहाँ हो को आएको त ए ढेउरी के छ ल तिमी भलङ आउँछु है गणेश बाबाको भलङलाई सब्सक्राइब गरिदिनु भन हो गुड फेरि ल के छ डेप्स इसिर आएनन् ल आइ खेल्न ल खोपी डाँडा आउँछ ल गणेश दादाको छोरी पनि भने त दिन्छन् त्यहाँ है
अङ्कल कि न आइजाऊ है 5 जना आइजाऊ यताको के यताको पनि यहाँ पानीबाट हाल्छु मैले टिटिट नभए झर्छ ल न वहीँ पानीबाट हाल्ने के ए बिरेक चाब्यो जाँदा कहाँ हाल्छ यार दिमाग बाइकै फगे छु गइन्छ जस्तो लाग्यो होइन यही लिग हाल्ने क्या तल त ब्रेक त्यसले त मेरोमा कपडे टेकेर बर्बाद पारिदियो रमाइलो भयो यार ए माथि निकाल्दिउँ आँगन